3 सेकेन्ड आयो ओ माय गॉड आयो आयो देखाउनु त स्क्रिनशट देखाउनु त आज छु बुटोलकै देवीनगर चौपारीमा यहाँनिर मैले 4वटा भिडियो अलरेडी सुट गरिसकेँ र यो 5औं भिडियो यहाँनिर एउटा यस्तो च्यालेन्ज छ जुन च्यालेन्ज म जो खेल्छ उसैलाई मात्र भन्छु है मेरो भाइहरूले भिडियो हेर्नु भएको छ अरे र म चाहिँ च्यालेन्ज एक्सेप्ट गर्छु भन्नुभएको छ के छ भनेदेखि म तपाईँलाई 1 मिनटको टाइम दिन्छु तपाईँ मध्ये को खेल्ने मोबाइल कोसँग छ यो मोबाइल सम्बन्धी गेम हो तपाईँसँग छ तपाईँलाई मैले 1 मिनटको टाइम दिन्छु होइन 1 मिनटमा तपाईँको परिवार होइन दाइ अब मम्मी दिदी बुवा होइन जसलाई पनि फोन गरेर 500 रुपियाँ मगाउन सक्नुहुन्छ आफ्नो ई सेवा वालेटमा भनेदेखि म एक्स्ट्रा 500 रुपियाँ दिन्छु ल नम्बर डायल गर्नुभयो ल स्टार्ट गरे है ल हामी स्टार्ट न गो गाह्रै होला यो च्यालेन्ज है 1 मिनट अलि थोरै भयो गर्छ थोरै भयो 1 मिनट गर्दै 2 मिनट टाइम है हेलो हजुर दाइ मलाई म सागर बोले ए मलाई भर्खर 500 रुपियाँ हालिदिइहाल्नु न ई सेवामा हालिदिनु न यहाँ पसल आएको सामान किन्न अनि पैसा चाहिँ गाडीको रहन्छ कि पैसा उ गर्नु लाग्यो यहाँ सामान किन्न कपी किन्न अनि चाहियो थियो र हो मलाई बरु ब्याङ्क हालिदिनु न त्यही नम्बरमा ब्याङ्क हालिदिनु ब्याङ्कमा क्युआर म अलि बाहिर हो के त्यही मेरो उसको मम्मीको नम्बर आएको छ ठ्याक्कै त्यसै हालिदिनु त गाइज आज भाग्य हुन्छ भन्नुपर्छ तपाईँहरूको म अरूलाई च्यालेन्ज गराउने भए है थ्याङ्क यू सो मच गाइज नेक्स्ट टाइम फेरि भेटौँला अर्को च्यालेन्ज गरौँला ल म अरूलाई च्यालेन्ज गर्नेवाला छु कसले च्यालेन्ज एक्सेप्ट गर्छ के छ बिजी हुनुहुन्छ म कन्टेन्ट बनाउन आइराखेँ हजुर के अरे म एउटा च्यालेन्ज लिएर आएको छु जसमा चाहिँ तपाईँलाई 2 मिनट टाइम दिन्छु तपाईँको फ्यामिलीमा बाबा मम्मीलाई कल गरेर अथवा होइन तपाईँको दिदी भाइ को छ फ्यामिलीमै कल गर्नु पर्यो कसलाई कल गर्नु छ भन्नुहोस् 2 मिनटभित्र कल गरेर पैसा पनि रिसिभ गर्नुहुन्छ 500 रुपियाँ भने एक्स्ट्रा म 500 रुपियाँ दिन्छु सिस्टर ए डराउनु भयो सुरुमै डराउनु भयो भाइ के छ च्यालेन्ज खेल्ने अलिकति तिमीलाई सुइटेबल हुन्छ कि हुँदैन थाहा भएन एकदिन ट्राई गर्न त मिल्यो नि होइन के अरे तिमीले होइन 2 मिनटको टाइम दिन्छु 2 मिनटमा तिम्रो बाबा मम्मी दिदी दाइ जसलाई पनि फोन गरेर तिम्रो ई सेवामा 500 मगायौ भने म एक्स्ट्रा 500 रुपियाँ दिन्छु हुन्छ ल तिमीले फोन डायल गरेपछि म तिम्रो टाइम स्टार्ट गर्छु 1 2 फोन डायल गर्छ न नम्बर डायल गरेपछि पैसा सक्ने ल पाइन्छ होला